पाले मिलेर यहाँ देउरानी जेठानी भएर हामी के भन्छ पिण्ड कुट्यौँ। आफ्नै मान्छे मात्रै कुट्नुपर्छ, बाहिरको मान्छेहरूले कुट्न मिल्दैन। अब कसकोमा कस्तो नियम कानुन छ थाहा छैन, कसैको कास्ट अनुसार पनि फरक हुनसक्छ। हामी जुन कास्टको छौँ त्यही अनुसार के भन्छ श्राद्ध पनि गर्नुपर्छ। 4 दिनको काम हुँदैछ, त्यही भएर 4वटा पिण्ड दिनुपर्छ खोलामा गएर। कसैले घरमा दिन्छ कि या खोलामा दिन्छ थाहा छैन, तर हाम्रो कास्टमा चाहिँ खोला जानै पर्छ। त्यहाँ खोलामा गएर पिण्ड दिनुपर्छ। कति दिन भयो त्यही अनुसारको पिण्ड चढाउनु पर्छ। अनि त्यहाँ एउटा घैलामा पानी, त्यहाँ खोलाको पानी लिएर घर ल्याउनु पर्छ। अनि जहाँनिर लास्ट डराएको हुन्छ त्यहाँ चाहिँ सेतो कपडा लिएर छोपेर एउटा तुलसीको बोट रोप्नुपर्छ र त्यहाँ तुलसीको बोटमा दुध चढाउनुपर्छ। अनि त्यसरी नै के भन्छ पुरै काम सकेर 4 दिनको काम सम्पन्न गर्नुपर्ने रहेछ।